ओके पौवा होटेल गुल्मी पोखरी भन्ने ठाउँमा छ माथि मन्दिर चाहिँ एउटा प्रसिद्ध मन्दिर छ रेसुङ्गा मन्दिर यहाँ माथि उसमा छ त्यहाँ देखिया चाहिँ छैन हामी अहिले पछि फेरि भिडियो खिच्ने छौँ यो एउटा एकजना योगीले ध्यानासन गरेको ठाउँ भन्ने छ त्यो हेर्न जाँदैछौँ अहिले हामी गुल्मीमा छौँ गुल्मीको पौवा रिसोर्ट हामी डाँडामा चढ्दैछौँ अलिक त सानो धेरै ठुलो चाहिँ छैन यो चाहिँ पौवा रिसोर्ट हो यहाँ लेखेको छ गुफा फुलबारी स्वामी शशिधरको कुटी जाने बाटो यो चाहिँ कुटी बनाएको रहेछ सानो यो बुटो चाहिँ यसोले कस्तो चाहिँ लाग्यो मलाई चाहिँ अहिले यसोले पाउनु पर्ने सिजन हो जस्तो लाग्छ विभिन्न प्रकार रुख मन्दिरलाई हेरौँ कुटीलाई टाढाबाट जानुपर्ने हुन्छ यो चाहिँ के को फुल हो